नमस्कार। सदा चाहिँ आज पनि केही विषयहरू लिएर आएको छु। हालै मात्र एउटा स्वतन्त्र र सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेप र सैन्य आक्रमण, साथै सैन्य आक्रमणकै सिलसिलामा भेनेजुएली राष्ट्रपति निकोलस मदुरोलाई गरेको अपहरण र त्यसपछि उत्पन्न विश्व भूराजनीतिक तरङ्गको विषयमा थोरै विषय राख्न चाहन्छु। आज विश्व भूराजनीतिमा नयाँ घटनाक्रम र अन्तर्राष्ट्रिय कानुनमा नयाँ घटनाक्रमहरू देखा परेका छन्। भनिन्छ इन्टरनेसनल ल इज भ्यानिसिङ पोइन्ट अफ जुरिस्प्रुडेन्स। त्यसैले अन्तर्राष्ट्रिय कानुन मान्नेहरूका लागि मात्रै हो, नमान्ने र जसले दादागिरी देखाउँछ त्यसका लागि अन्तर्राष्ट्रिय कानुन होइन। आज युएनले सोही ढङ्गले चाहिँ कार्यहरू सञ्चालन गरिराखेको छैन। एक ढङ्गले युएन असफल भएको छ। त्यसैले आज साना मुलुकहरूले नयाँ ढङ्गले सोच्न पर्ने आवश्यकता छ। सेनामाथि प्रश्नहरू उठिरहेका छन्। जसरी जेनजी आन्दोलनमा नेपाली सेनाको भूमिकामाथि प्रश्न चिन्ह उठ्यो, त्यसै गरी भेनेजुएली सेनामाथि प्रश्न चिन्ह खडा भएको छ। एउटा आफ्नो देशको राष्ट्र प्रमुखलाई ओछ्यानबाटै थुतेर लाँदा एक फायर पनि गर्न नसक्ने सेना वास्तवमा त्यो निकम्बा सेना हो, जनताको सेना होइन। र सेनाको विषयमा पनि जनताको जनमुक्ति सेना नहुने हो भने त्यहाँका राष्ट्र प्रमुख, राष्ट्र र जनता सुरक्षित हुन सक्दैनन् भन्ने कुरा भेनेजुएलाको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ। त्यसैले अन्तर्राष्ट्रिय समुदायले यति बेला बोल्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घले उचित कदम चाल्नुपर्छ। जसरी अन्तर्राष्ट्रिय कानुनलाई चाहिँ अमेरिकाले सम्मान गरिरहेको छैन र त्यसको बर्खिलाफमा जबरजस्त स्वतन्त्र र सार्वभौम मुलुकहरूमा युद्ध थोपर्ने, हस्तक्षेप गर्ने, त्यहाँका स्रोत साधन कब्जा गर्ने र आफूले भनेको मानेन भने सत्ता च्युत गर्ने, मार्ने जस्ता विभिन्न षड्यन्त्र गर्ने र धम्की दिने जुन ढङ्गले कार्यहरू गरिरहेको छ, यो पक्कै पनि स्वतन्त्र र स्वाभिमान मुलुकका जनताको लागि सही विषय होइन। त्यसो हुँदाखेरि विश्व समुदायले आज भेनेजुएलामा भएको घटनालाई नजिकबाट निहाल्नुपर्छ, भेनेजुएलाको विषयलाई राम्रोसँगले बुझ्नुपर्छ र अमेरिकी हस्तक्षेपको चाहिँ विरोध गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँहरूको बिचमा राख्न चाहे। धन्यवाद।